बंधुनिं पट्टिरिकट्टिरिकीले सिंगिरुपार्पोर बंधुत्तले वेदों दिंगिणी वायसे देवी तामरे बुक्कोले सिंगेण सिरुचिरिदे मेल विलियाबो तिंगुन्मादी तनुम मेलुंदार पोल अंगनिरंडुं गोंडुं एंगल मेल नोक्कुदियल एंगल मेल शाविजिंदेलो रिंबाबाय सुंदर स्थान महापृथ्वी राजा अभिमान भंगवंतो भूत्वागत्य तव सैन खट्वायामत संगसस्तित्वा विभागत्य प्रविष्टा स्मः केसरमुख तामर रस पुष्पवत् रक्षा रक्ताक्ष स्तोकमस्मदुपरि नकराक्षेत् किं चन्द्रादित्यस्य उदितैव सुन्दरनयनाभ्यामुभाभ्यामुपरि नकटाक्षस्य अस्माकमुपरि शापो यथा निवर्तेत वो जानीतास्मच्छन्दः सुन्दरस्थानवत्याये महापृथिव्याधीश्वराः मानभङ्गे समागत्य सङ्गसः शयनान्तिके अधस्तास्तव खट्वाया स्थिता इव वयं प्रभो आगत्य प्रविशामोऽत्र कृपादृष्टिरसेच्छया किं चन्द्रसूर्यापुरितौ तादृशे तव लोचने भवानस्माकमुपरि स्तोकं कटाक्षेत् केसराननकञ्जाक्ष करुणाभरपूरितः अतीव सुन्दरे ताभ्यामुभाभ्यामवलोकय कटाक्षेशिनास्मान् किं शापमुपीर्यतो भवेत् को प्राणशक्य सर्वा हि छन्दोऽस्माकं निबोधत। श्री बुधारंगनाथ भगवान को जय। श्री राम जय राम जय जय राम 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 जय राम जय जय राम श्री 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 राम जय राम जय जय
जय राम जय जय राम श्री राम जय जय राम श्री राम जय जय राम लाखों कोटि सहस्र वर्ष हरिको सेवा गरी श्रीपद ब्रह्मेशान सुरेन्द्र आदि पद का वंचन कथम मालिक पृथ्वी को तदिशतां समालिक बिना सेवा कथम संभव सेवा को फल पाई वैभव महान आखिर अहंकार ले नासियो अनिभग्न दर्पण पति पर चन्नजुर का पद यद्वा स्वात्म चिनेर कृत्यमतिले छोडेर राज्याग्रह स्वाहंकार विनानन्य मनले श्री दिव्य देशादिमा धेरै गोपुर मण्डपादिर चढै कैंकर्यशाली बनौ शिव कुशल भगवान को जय। भगवती गोदामबाजीले एक महिना लामो सुन्दर व्रतका माध्यमले हामीलाई वेद वेदान्त प्रतिपाद्य परब्रह्म परमात्मा भगवान श्रीमन्नारायणका चरणारविन्दसँग जोड दिने काम गर्नुभएको छ। हामी भगवानसँग जोडिने हिँडेका आज 22वां दिन हुन्। आज माताजीले धेरैको बताउनु भएको छ। संकेत रूपमा सुन्दर स्थानवत्याये महापृथ्व्याधीश्वराः मानभङ्गे समागत्य सङ्गसहशयनान्तिके। हिजोको सुन्दर प्रसङ्ग सुनेर भगवान भन्नुहुन्छ मैले तिमीहरू जो पनि मेरा सामनेमा आउँछ केही न केही स्वार्थका लागि आफ्नो काम बनाउन मेरा आउने हो। जसले जे गरे पनि सबैले कि त दाम कमाउन कि त माम कमाउन कि त नाम कमाउन आउँछ। कोही पनि राम कमाउन आउन म कहाँ आउने भनेको खालि माम नाना पापा खोज्न मात्रै मेरा सामनेमा आउने हो। तिमीहरू पनि एउटा स्वार्थ मतलबले यहाँसम्म आएका छौ, फर्केर जान्छौ। तिमीहरू केही ठुलो कुरो भएन भन तिमीहरूलाई के चाहिएको, माम चाहिएको कि दाम चाहिएको कि नाम चाहिएको। माम दाम र नाम मध्ये कुन चिजका भोका छौ भन भनेर भगवानले भन्नुभयो। गोपिनीहरूले भने हजुरले माम पनि नदिनु, नाम पनि नदिनु, दाम पनि नदिनु, हामी कुनै वस्तु खोज्न आएका होइनौँ, केवल हजुरलाई मात्रै राम मात्रै खोज्न आएका हौँ। हजुरले भन्नुहोस्, हजुरले हामीलाई दिन पर्दैन, परे हामी हजुरलाई दिन सक्ने सामर्थ्य हामीसँग छ, हामीले दिन्छौँ। भन्नुहोस्, हामीसँग भएका चिज भए हामी खोलेर दिन्छौँ। हजुर ढिलो रिजिनुहुन्छ त्योभन्दा छिटो हामी दिन तयार छौँ। भगवानले बुझ्नुभयो तिमीहरूको एउटै मात्रै अनन्य व्यक्तित्व जुन हुनुपर्ने हो त्यो चाहिँ तिमीहरूका भित्र त्यो लक्षण छ। भगवान प्रसन्न हुनुहुन्छ। अब तिमीहरू के चाहन्छौ त भन भनेर भगवानले सोधिसकेपछि गोपिनीहरूले हाम्रा भित्र कुनै अभिमान छैन, कुनै अहङ्कार छैन र हामी पतित छौँ। एकमात्र हजुरका चरणारविन्द नै हाम्रो लागि सर्वसत्व हुन् भनेर गोपिनीहरूले प्रकट गरिसके पछाडि भगवान आज भन्नुहुन्छ अब यदि हामी नाम माम दामदेखि बाहेकवाला हौँ भने अहिले शुक्र अवस्था छ, पुष महिनामा कुनै राम्रा काम हुन्नन्। जो कमाइ धमाइ गर्नेवाला काम हुन्, नाम दाम मामवाला काम चाहिँ पुषा हुन्नन्। यहाँ चाहिँ रामवाला मात्रै काम चाहिँ पुषा हुन्छ। यहाँ जसलाई भगवान चाहिएको छ, श्री कृष्णचन्द्रका चरणारविन्द प्राप्त गर्नुपर्ने छ, जसलाई संसारबाट अगाएको छ, जो संसारबाट तृप्त भएका छन्। यहाँ केही होला भन्ने कुरो छैन। यहाँ चाहिँ संसारमा बसेका मान्छेले उल्टी गरेको खाने मात्रै हो। हामीले चाहिँ मान्छेले बरु पिसाब गरेको देख्न सक्छ, अरू मलत्याग गरेको पनि बरु देख्न सक्छ, उल्टी चाहिँ देख्न सक्दैन। आफ्नो उल्टी त्यति धेरै घृणा हुन्छ, तर हामी उल्टी खाँदै आएछौँ। संसार छोडो फेरि खायो, छोडो फेरि खायो, छोडो फेरि खायो, त्यस्तो गति चाहिँ हाम्रो छ। त्यसैले यो उल्टी खान छोडेर अब चाहिँ भगवानलाई प्राप्त गर्ने हो। एउटा चिज भोग विषय वस्तु हो, मलाई यो चिज चाहिन्न, अबदेखि म अगाएँ भनेको हुन्छ, अघिल्लो दिनदेखि मान्छे भोलि फेरि त्यसैमा प्रवृत्त हुन्छ। जुन चिज गर्दिनँ भन्यो भने मान्छे भोलिपल्ट त्यसैमा फेरि प्रवृत्त हुन्छ। कतै ठेगान नभएको, घर नभएको, सबभन्दा बहुला प्राणी संसारको सबैभन्दा निकृष्ट जन्तु भनेको मान्छे हो। अरू जन्तुका त स्थितिका छन्,
कुनै त्यति नभएको जहाँ मन लाग्यो जे मन लाग्यो जस्तो मन लाग्यो सबै थोक गर्ने भनेको मान्छेहरूले गर्दैनन् त्यस्तो। त्यसैले तिमीहरू भर नभएका छौ भन्नुभएको थियो। गोपिनीले हाम्रो एक मात्र गति हजुर हुनुहुन्छ भनेर भनिसकेपछि भगवानले आज भन्नुहुन्छ भन तिमीलाई के चाहिएको छ। गोपिनीले सुनाउनुहुन्छ केवल हजुरका सुन्दर नेत्र दर्शन गर्न चाहन्छु। हजुरलाई देख्न मात्रै अरू केही पनि छैन। अगाडि अभिमान शून्यताको प्रकट गर्नुहुन्छ। अब यहाँ आज चाहिँ अनन्या र शेषत्वमा हामी केवल हजुरका लागि मात्रै हौँ, अरू कसैका लागि होइनौँ। अरू के वस्तुका लागि हामी होइनौँ भन्ने कुरा आज प्रकट गर्नुहुन्छ भगवती गोराम्बा। सुन्दर स्थानवत्याये महापृथिव्यारीश्वराः मानभङ्गे समागत्य सङ्गसहशयनान्तिके अधस्तात् तव खट्वाया स्थिता इव वयं प्रभो। हे प्रभु, जसरी संसारका अभिमानी अहङ्कारी राजाहरू संसारमा अनेक तमुक धमक हुन्छन्। सानो पद मिल्यो भने, सानो प्रतिष्ठा प्राप्त भयो भने अहङ्कारले कहीँ भुइँमा टेक्न सक्ने हुन्न मान्छे। हेर्नु, कुनै निश्चित पद पायो भने हामी छोटो विदेश गयो भने यहीँ माग्छौँ, यहीँ कसै मान्छे भयो भने यसो एउटा जागिर 15,000 को जागिर मिल्यो भने हामी यहीँ माग्छौँ। हाम्रो कति 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 बहस छैन। अलिकति 4 रुपियाँ आउने भयो भने बस त्यसपछि माग्छौँ। अझ राजा पद अरू पद पाउने हो भने अरू यहाँ आजभोलिका वडा अध्यक्ष मन्त्री प्रधानमन्त्री के हुने कति धेरै अहङ्कारले मान्छेले कसैलाई बन्दैन, कहीँ त्यो स्थिति मान्दैन। त्यस्तै अहङ्कारग्रस्त बनेका राजाहरू अन्तिममा हारेर जब राज्यच्युत हुन्छन्, अर्को स्थिति हुन्छ। हजुरका उसमा पुगेर हजुरलाई साष्टाङ्ग प्रणाम गरेर केवल गरेर हजुरलाई प्राप्त गरौँ, कृपा गर्नुहोस् भनेर बल्ल तिनीहरू पुग्छन्। अहङ्कार सकिएपछि, अभिमान सकिसकेपछि अनि बल्ल हजुरका चरणारविन्दमा पुग्छन्। त्यसले हामी किन भगवानका नपुगेका त? हामी किन भगवानका नपुगेका त भन्दा हाम्रा शक्तिका छैनन्। अहङ्कार शक्तिको छैन, अभिमान शक्तिको छैनन्, पाप शक्तिका छैनन्, अरू सबै स्वभाव शक्तिका छैनन्। मन्दिरतिर घुमेपछि त सकिन्छ नभन्दा घुमेर सकिँदैन। चेक कसैको अस्ति कहीँ गएको थिएँ मैले, उनीहरूले चेकको खाता नम्बर दिन भनेर मलाई चेक दिएछ। मैले खाता नम्बर मोबाइलमा फोटो खिचेछु, त्यसपछि आफ्नै झोलामा हालेछु उसको चेक। उनीहरू 3 दिन 4 दिनसम्म कहाँ गयो भनेर कहाँ गयो खोजे अन्तिममा CCTVमा हेरिसकेपछि अनि बल्ल मैले झोलामा हालेको थाहा भएछ। त्यसपछि मैले झोलामा खोलेर हेर्दा उसको चेक रहेछ। खसाङ पाएका छन् सबै चिज पनि भयो। जम्माभित्र 3टा पाना रहेछन् चेकको पछाडिपट्टि। अनि उनले फोन गरेर भने मैले के गर्ने चेक त पहिला तिम्रो सही गरेको छैन, जसो सही गरेको पैसै हालेको भए पनि म हात्तिने थिएन। उनलाई ज्वरो आएको छ। म त बोलाउने अवस्थामा पुगिसकेँ। अस्ति भर्खर 7 करोड पैसा राखेको थियो, तपाईँले चेक लगिदिनु भएको छ अनि 7 अरब भए पनि के गर्नु? हो त उनी बोलाउने अवस्थामा पुगिसकेछन्। 3टा पाना कागजले त्यसमा सही गरेको पनि थिएन, केही थिएन। गरेकै भए पनि मेरो नभए केही थिएन। त्यसैले मान्छे पागल हुन्छ, त्यो कागजमै पागल बन्छ, अर्को स्थितिमा पागल हुन्छ। हामी कति सानो कुरामा पागल हुन्छौँ। हाम्रो भित्र कति धेरै अप्ठ्यारा छन्, आफूलाई चिनेकै छैन। हामीले कति बदमास छौँ भन्ने थियो, कति फटासो हुने हो हामीले चिनेकै होइनौँ। अर्काको बदमासी त थाहा हुन्छ। त्यो सबै चिज जुन दिन उनीहरूलाई होस हुन्छ त्यो दिन मात्रै भगवान्का चरणारमा पुग्छन्। त्यसैले हामीले जबसम्म आँसु झर्दैनन्, जबसम्म भगवान् मन पर्ने हुनुहुन्न, तबसम्म भगवान्का चरणारमा पुग्दैन। भगवान् राम्रो लाग्दैन हुनु, दुनियाँ नै राम्रो लागेको छ, यहीँका भोग पदार्थ नै राम्रा लागेका छन्। त्यसै गोदामाजी भन्नुहुन्छ हामीसँग कुनै अभिमान छैन। हामी अभिमान शून्य भएर यहाँ आएका हौँ।
ती राजाहरू जसरी अभिमान शून्य भनेर हार खाएका मान्छे हुन्, सबै 17 करोड सम्पत्ति डुबेको होस्, छोराछोरीले छोडेका हुन्, अरू नातागोताले छोडेका हुन्, श्रीमानजीले छोडेका हुन्, श्रीमतीजीले छोडेका हुन्, जेल जाने तयारी होस्, शरीर रोगीले लारेर बस्दा होस्, जहाँ देखो त्यहीँ काटिदिन्छु भन्ने 2 जना 4 जना मान्छे दायाँ माया हुन्, कस्तो हुन्छ होला? त्यसलाई पुस्ता जाडामा पनि चिसो हुन गर्मी नै भइरहेको छ त्यो मान्छेलाई। हिउँमा बसोस् कि नदीभित्र बसोस्, त्यस पनि त्यसको जलन शान्त हुन्न। त्यस्तै तिनीहरू आएर हजुरका चरणाहरूमा हजुरको दास बन्दछन्, तर उनीहरूलाई फेरि स्वार्थको आकाङ्क्षा हुन सक्छ नि त। तिनीहरू फेरि केही नपायो भने फेरि मलाई बिर्सिन्छन् नि त। भगवान्ले भन्नुहुन्छ तिमीहरू पनि त अहिले यहाँ आएका छौ, फेरि मलाई बिर्सिन्छौ होला। भगवान रामचन्द्र वन जाँदै हुनुहुन्थ्यो। जाने बेला बाटामा अगाडि भगवान रामचन्द्र हुनुहुन्छ, बिचमा सीताजी हुनुहुन्छ, पछाडि लक्ष्मणलालजी हुनुहुन्छ। बाटाका मान्छेले अगाडिकालाई सोध्न सक्दैनन्, बिचमा सोध्न सक्दैनन्, पछाडि लक्ष्मणजीलाई सोध्छन्, बाबु हजुर कहाँबाट आउनुभएको, को हुनुहुन्छ, के हुनुहुन्छ सोध्दै गर्दाखेरि उहाँले अयोध्याका चक्रवर्ती सम्राट महाराज दशरथका ज्येष्ठ सुपुत्र रघुनन्दन भगवान रामचन्द्र हुनुहुन्छ। अगाडि उहाँकी धर्मपत्नी जगदरिणी जानकी सीता माता हुनुहुन्छ। म चाहिँ पाला तिमी को हो त? उहाँले लक्ष्मण तस्याहम वरो भ्राता गुणैर्दास्य मुपागत। मलाई अरूले भन्दा त भाइ भन्छन्, तर म भाइ भन्ने लायक छैन। तस्याहम वरो भ्राता गुणैर्दास्य मुपागत। उहाँका यति धेरै गुण छन् कि ती गुण देखेर म चाहिँ उहाँको दास बनेको, नोकर बनेको। मलाई चाहिँ कृपा गरेर भगवान्ले नोकर बनाउनु भएको छ, दास बनाउनु भएको छ। त्यसैमा मलाई धेरै ठुलो सौभाग्य लाग्छ। धेरै ठुलो सौभाग्य हामीले मानेका छौँ, सौभाग्य मान्दछु भनेर लक्ष्मणजीले भन्नुहुन्छ। गुणैर दास उपागत। भगवान्का गुणले चाहिँ म दास बनेको। यति धेरै लक्ष्मणजीमा त्यो नैचा अनुसन्धान लक्ष्मणजीका भित्र छ। त्यस्तै यहाँ माताजीहरू भन्नुहुन्छ हामी पनि अरू केही चाहन्नौँ। हामीले आजसम्म जति दुःख भोग्यौँ, जति कष्ट भोग्यौँ, जस्तो स्थिति हामीलाई मिल्यो, ती सबै हामीले बिर्सेर हजुरको सेविका बन्नका लागि, हामी हजुरकी दासी बन्नका लागि हामी आएका हौँ। अस्तिकै दिनमा भनिसक्नु हामीले पङ्खा र झाडु लिएर आएका छौँ सेवा गर्ने। आगत्य प्रविशामोत्र कृपा दृष्टिरसेच्छया किं चन्द्र सूर्य बुदितौ तादृशे तव लोचने। बिहान मैले आमाले यहाँ भित्र ध्यान गर्दै हुन्छु, बाहिर केटाहरू झाडु लगाउँदै थिए। यत्रो जब ध्यानभन्दा 1000 गुणा बढ्दा झाडु हो। यत्रो धनुमा सुनाएर पनि चेत बस्दै बस्दैन। कुनै ध्यानको जरुरी पनि छैन, कुनै कीर्तनको पाठको। विद्यार्थी झाडु लाउँदै थिए, आमाहरू चाहिँ ध्यान गर्नु पऱ्यो। ती लाग्दै थियो कि अरे कहिले खुल्छ होला दिमाग भन्ने चिज कि सहज ढङ्गले उसका सामनेमा प्राप्त भएको छ। ठुलो सौभाग्यले मिल्ने चिज हो। गोदामबाजीले झाडु लगेर जानुभयो भन्ने चिज चाहिँ सुनिसकेपछि गोदाम सेवा, न कुनै जप, न कुनै तप, न कुनै साधना, न सबै चिज भगवान्को सेवा छ। तुच्छ त्यो चिज चाहिँ कति सकिन्छ, कस्तो स्थिति सकिन्छ भन्दा सहज ढङ्गले। आजभोलि जुत्ता छन्, चप्पल छ, मोजा छ, कोही चिसोले छोड्नु, भित्र चिसो मात्रै लाग्नु पर्यो, भित्र घुसेपछि। त्यो चाहिँ मेरा सौभाग्यले मिलेको हो, भाग्यले मिलेको हो भन्ने बुद्धि चाहिँ त्यहाँभित्र आउनुपर्छ। यहाँ गोदामबाजीले भगवान्सँग त्यही माग गर्नुहुन्छ। गोदामबाजी किताब लगेर माला लगेर भगवान्लाई जप्न जानुभएको होइन, ध्यान गर्न जानुभयो होइन, झाडु लगेर जानुभएको छ भगवान्का। त्यसैले कहीँ सेवा हो। गुणेर दास जङ्गलमा जाने, तपस्या गर्ने, मालासाला बोकेर लक्ष्मणजी जानुभएन। आफूले गर्ने हवन गर्ने नित्य अग्नि हो त त्यही छोडेर हिँड्नुभएको। उहाँको हवन गर्ने समय थियो। मैले माथि हवन गर्दै लाग्यो कि लक्ष्मणजी अग्नि अयोध्यामै छोडेर जानुभएको। खन्ती र टोकरी समातेर भगवान् भेट्नुभएको छ। भगवान्को सेवा गर्ने हो मैले भन्ने बुद्धि थियो। अहिले अयोध्या बस्ने बेलासम्म त्रिकाल सन्ध्यावन्दन गर्नुपर्छ, हवन गर्नुपर्छ, प्रत्येक दिन अतिथिहरूलाई दान गर्नुपर्छ, प्रत्येक दिन वेद पाठ गर्नुपर्थ्यो,
प्रत्येक दिन कर्म लक्ष्मणजीले गर्नुभएको थियो। ती सबै चिज चाहिँ बुझाएर सबै थन्काएर आगो लगेर जानु पर्थ्यो जङ्गलमा जाँदाखेरि। प्रत्येक दिन लक्ष्मणजीले त्यो आगो पनि थन्काएर केवल खन्ती र टोकरी लगेर जानुभयो। टोकरी लगेर लक्ष्मणजी जानुभएको। गोपिनीले त्यही भन्छन्, आगत्य प्रविशामोऽत्र कृपा दृष्टिरसेच्छया किञ्चन छन्द सूर्यावुदितौ तादृशे तव लोचने भवान् अस्माकमुपरि स्तोकं कटाक्षे। अब माला चाहिँ के गर्ने त? जप्ने माला जप्ने चाहिँ सेवा नभएको बेला माला जप्ने हो, कैँकरी नभएको बेलामा पाठ गर्ने हो, त्यो काम नभएका बेलामा माला जप्ने हो। त्यो चाहिँ विकल्प मात्रै हो। यसरी हामी यहाँ आएका छौँ। हामीले जति धेरै कष्ट भोग्यौँ, जति धेरै सबै चिज दुःख गऱ्यौँ, त्यो दुःख चाहिँ केका लागि हो त भन्दा हजुरको सेवाको लागि हो। त्यसैले त्योदेखि बाहेक हामीले अरू कुनै पनि दुःख अरू केही उद्देश्यका लागि हामीले दुःख भोगेका होइनौँ। यसो हजुरका कुनै साधन हजुरलाई नै माध्यम बनाएर अरू कसैलाई साधनलाई माध्यम बनाएर आएका होइन। हजुरको सन्निधिमा हामीलाई जो प्राप्त भएको छ। भरतद्वार ऋषिले बाटो देखाउनु भयो भरतजीलाई। त्यही बाटोबाट उहाँ चित्रकूटको नजिकै पुग्नुहुन्छ भरतजी। त्यहाँ पुगिसकेपछि मान्य प्राप्तास मतम देशम भरद्वाजो यमब्रवीत। भगवान रामचन्द्र कहाँ यो बाटो गयो भने भगवान कहाँ पुग्छौ भनेर भरतजीलाई महर्षि भरद्वाजले जाने बाटो देखाइदिनु भयो। बाटो गुरुले देखाएको बाटाबाट हिँडेर भगवतीनारायणको प्राप्ति हुन्छ। भारद्वाजले दिएको बाटाले मैले भगवान रामचन्द्र भएको ठाउँमा आइपुगेँ। जहाँ भगवान बस्नुहुन्छ त्यहाँको वातावरण फरक छ, त्यहाँका पक्षीहरूको त्यहाँका वृक्षहरूको चालढाल फरक छ, उनीहरू फरक देखिन्छन् त्यहाँ। त्यस्तै भरतजी त्यहाँ पुगिसकेपछि खुसी हुनुहुन्छ। त्यहाँको हावा अलग प्रकारको हावा लाग्छ। यहाँ मेरा रामचन्द्र विराजमान गर्नुहुन्छ, मेरा रामचन्द्र बस्नुहुन्छ। उहाँले भरतजीले त्यही सैनिक रोक्नुभयो। भगवान बसेका ठाउँमा जो भगवानका मान्छे भगवान मात्रै खुसी हो त भन्दा यहाँका पक्षीले पनि दुःख पाउनुहुन्न, यहाँका वृक्षले पनि दुःख पाउनुहुन्न, यहाँका पत्ताले दुःख पाउनुहुन्न। त्यसैले उहाँले सैनिकलाई बाहिर छोडिदिनु भयो। हात्ती घोडा रथ पाल्टी सबै बाहिर छोडिदिनु भयो। सुनजी त्यहाँ बसे अनि भगवानलाई खोज्नको लागि भरतजी भित्र जानुहुन्छ। त्यस्तै यहाँ गोपिनीहरूले भन्छन् हामी त्यही खुसी हजुरका हिसाब सामने आएका हामीले सबै चिज हात्ती घोडा अहङ्कार सबै जीवन्ती सबै बाहिरै फालेर आएका छौँ, परै फालेका छौँ। हाम्रो भित्र कुनै स्त्री जनित अहङ्कार हुन्छ। म चाहिँ महिला हुँ भन्ने एउटा ठुलो अहङ्कार हुन्छ। म के कम भन्ने खालको स्थितिको हुन्छ ठुलो अहङ्कार माताजीहरूका भित्र हुन्छ। पुरुषहरूका भित्रभन्दा डरलाग्दो अभिमान माताजीहरूका भित्र हुन्छ। यहाँ आमाले भन्नुहुन्छ हामी सबै अहङ्कार सबै छोडेर आएका हौँ। यो त्यस्तै हिसाबले हामी यहाँ आएका छौँ। गोपिनीहरू भन्दैछन्। अब यहाँ गोपिनीहरू रावणका कारागार गृहभित्र 500-550 राक्षसहरूको सुरक्षाका भित्र जगज्जननी जानकी सीता माताजी बस्नुभएको थियो। उहाँले सोध्नुहुन्छ माता सीताले कसरी भगवानको र बाँदरहरूको भेट भयो। नराणां वानराणां च कथमासीत् समागमः राम सुग्रीवयोरैक्यं देव्यैवं समजायत। जसरी नर र वानर त सदृश छैनन्, यिनीहरूको कसरी समागम भयो त? कसरी यिनीहरू भेटिए? यिनीहरूको मिलन कसरी भयो? दुईटा परस्पर विरुद्ध आचरणवाला विरुद्ध व्यवहारवाला कसरी सँगै भए त? माताजीले सोध्नु भएको थियो। त्यस्तै जसरी अहङ्कार अभिमान राजा सुग्रीवमा अहङ्कार थियो, अभिमान थियो। अन्तिममा आहार खाएको हुनाले केही चाहिएको थिएन, उनलाई भगवानको शरण चाहिएको थियो। त्यसरी भगवानका शरणमा आए। जसरी सुग्रीवले सबै थोक अहङ्कार छोडेर आएका हुन्, हामी पनि त्यस्तै हिसाबले अहङ्कार हामी छोडेर आएका हौँ।
त्यसैले स्वतन्त्रताको जुन अभिमान थियो, स्त्रीत्व अभिमान, म स्त्री हुँ भन्ने जुन अभिमान थियो, म सुन्दरी छु भन्ने जुन अभिमान हो, म केही गर्न सक्ने छु भन्ने अभिमान हो, हामीले यति ठुलो व्रत गरेर आएका हौँ भन्ने अभिमान हो, यी सबै झोला झम्टा तलै फाल्दै आएको हौँ। हामी केही नभइकन खाली आएका छौँ। के देख्न आएका छौँ त? केशरानन कञ्जाक्ष करुणा भरपूरितः। कमल पुष्प सूर्यलाई देखिसकेपछि फुल्छ, सूर्य नहुँदा बन्द हुन्छ। त्यसैले सूर्य, हजुरका सूर्य र चन्द्रमा दुईटै नेत्र हुन्। एउटाले शान्ति दिन्छ, एउटाले ताप दिन्छन्। सूर्य कमल बन्द हुन्छ, चन्द्रमा कमल खुल्छ। चन्द्र कमल बन्द हुन्छ, सूर्य कमल खुल्छ। एकैचोटि चन्द्रमा र सूर्य लाग्यो के हुन्छ त भन्दा दुईटै कमल चाहिँ आधा आधा मात्रै खुल्छन्, न बन्द हुन्छन् न खुल्छन्, आधा आधा मात्रै खुल्छन्। हे गोविन्द, हामीले हजुर त्यस्तै सुन्दर हजुरका श्रीनेत्र दर्शन गर्न चाहन्छौँ। त्यो कृपा कटाक्ष मिलोस्। हजुरले सुकोमल हामीलाई हाम्रा पापतिर हजुरले दृष्टि लानुभयो भने करोडौँ जन्मसम्म पनि हजुरका सामनेमा बस्न लायक हुन्न म, हजुरका सामनेमा देखिन लायक हुन्न म। त्यसैले त्यो पनि हजुरले दृष्टि नगर्नु, परिपूर्ण कृपा दृष्टि गर्नुभयो भने यति धेरै कुनै दरिद्र मान्छे छ जसले 100को नोट देखेको छैन, 1000को 500को नोट देखेको छैन, त्यसका सामने कसैले 1 लाख 2 लाख भनेर सामना राखिदियो भने त्यो मान्छे त्यहीँ मर्छ, त्यो व्यक्ति त्यहीँ सकिन्छ। त्यसैले हजुरको परिपूर्ण कृपा दृष्टि पनि हामीले सहन सक्दैनौँ। आमाहरू कता कता नजानु है, त्यो हामी सहन सक्दैनौँ। हजुरको कृपा दृष्टि पनि सहन सक्दैनौँ। हजुरको ले हामीमाथि कृपा गर्नुभयो भने, दण्ड सजाय दिनुभयो भने त्यो पनि सहन सक्ने हामीसँग सामर्थ्य छैन। त्यसैले हजुरले करुणापूर्ण दृष्टिद्वारा, कृपा दृष्टिद्वारा हाम्रो कल्याण गर्नु। अतीव सुन्दरेताभ्याम् उभाभ्याम् अवलोकय कटाक्षसिनास्मान् किं शापमुक्तिर्यतो भवेत्। के होस् त भन्दा हजुर अरू पाप नासुन् कि नासुनन् त्यो चाहिँ चाहियो, मतलब छैन। पापका भाली भगाली हजुरले गोदाममा कति राख्नुपर्छ राख्नु, सिधाइदिनुपर्छ सिधाइदिनु, तर कमसेकम मेरा भित्र यति योग्यता चाहिँ होस् कि हजुरको कृपा दृष्टि, हजुरदेखि टाढा हुने जति जति पनि मेरा पाप छन्, जति जति पनि मेरा माथि परेका श्राप छन्, तिनी चाहिँ टाढी। अरू पाप त जति थुन्के पनि थुप्रै पनि केही पनि भएन। अरू स्वर्ग नरकको वैकुण्ठको कतैको अभिलाषा पनि रहेन। तर हजुरको कृपा दृष्टिमा बाधा पुर्याउनेवाला केही छन् भने तिनलाई चाहिँ हजुरले हटाइदिनुहोस्। भो प्राण शक्य सर्वाहि छन्दोस्माकं निबोधत। हे प्राण सखा, हे आत्मबन्धु, हजुरले कृपा गरेर मलाई त्यसको लायक बनाइदिनु। भगवानलाई प्रसन्न दित्य वर्चसं भनेर महर्षि वाल्मीकिले रामायण बताउनु भएको छ। अत्यन्त प्रसन्न मुख, सूर्य जस्तै तेजिलो हुन्छ। चन्द्रकान्ताननं रामम् अतीव प्रिय दर्शनम्। चन्द्रकान्तमणि जस्तै अद्भुत सुन्दर भगवान रामचन्द्र हुनुहुन्छ। त्यसले हजुरलाई देख्न चाहन्छौँ। परिपूर्ण हजुरको कृपा दृष्टि हामीमाथि प्राप्त होस्। गोपिनीले यही प्रार्थना भगवानसँग गरे र हामीले पनि भगवानसँग माग्ने यही नै हो। योभन्दा पर अरू चिज माग्नु पर्ने छैन। कसैलाई स्वर्ग पठाउने, वैकुण्ठ पकाउने ठेक्का पनि हाम्रो होइन। यो थैलो वैकुण्ठ मोक्ष जाने लायक हाम्रो थैलो पनि छैन। हामीभित्र त्यस्ता योग्यता छैनन् र हाम्रा बलले, हाम्रा पुरुषार्थले लाखौँ वर्ष मेहनत गरेर पनि भगवत प्राप्ति हुने अवस्था छैन। त्यसैले हे भगवान, कसरी हुन्छ हजुरले अनुकूल हुने कृपा हामीमाथि गर्नु। यद्गता गतिवश विश्रान्तिर वैचित्रेण निवर्तनं तारकाया कला विज्ञानरतं कटाक्ष विज्ञास्तं कटाक्षं प्रचक्षते। त्यसैले हजुरको कृपा कटाक्ष चाहियो। हजुरले नराम्रातिर नहेरेर, मेरा नराम्रा दुर्गुणलाई नहेर्नु, मेरा राम्रा हेर्नुभयो भने राम्रा अत्यन्तै कम छ। मेरो बोझी हेरेर हजुरले कृपा गर्नुभयो भने, मेरो पुण्य हेरेर कृपा गर्नुभयो भने पनि मेरो पुण्य हजुरलाई भेटाउने खालको पुण्य छैन। हजुरलाई भेटाउने कति पैसा भयो भने भगवान भेटिनुहुन्छ, कति दान गर्यो भने 5000 दिए भगवान भेटिन्छ, 50,000, 5 करोड दिए नि भगवान भेटिनु त चाहिँ ढुक्क हुनुहोला। मैले चढाएको 5 रुपियाँ 10 रुपियाँ नि भगवान भेटिन्छन् भनेर कोही भुल गयो नगर्नुहोला।
अघि छिराएको के गर्ने त, के गुरु फिर्ता लाग्ने, कोही भेटिन, कोही त्यस्तो भुल गरेन, कोही पनि नपर्नु। भगवान सबै सक्य, अहङ्कार अभिमान सक्य, भगवान मेरा बनुन् भन्ने जबसम्म अभिलाष हुन्न तबसम्म भगवान भेट्नुहुन्न। पैसाले किन्न थाल्यो भने धेरै धेरैवालाले उहिले किनिसक्थ्यो त, धेरै पैसा भएका मान्छेले उहिले भगवान किनिसक्थे। स्तोकं कटाक्षस्य फलं ज्ञानं क्रमेण यत् आदौ देहात्मभावस्य त्यागः शेषत्वभावना अन्य शेषत्व संत्याग ज्ञातृत्वागतमात्मनः। यसरी आचार्य परिगाथामा बडा विलक्षण अर्थ छ। जाने बेला भयो छैन। जसरी यहाँ माताजीले बताउनुहुन्छ, साडी स्त्रीत्व हम ममाग्रहहरू आयौं बनी दासिका। हामीमा अहङ्कार र ममकार जे छन्, जुन जुन आग्रह छन् ती सबै छोडेर आयौं। चन्द्रादित्यसँगै प्रकाश उपमा श्रीनेत्र युगमा रुणा केही मात्र प्रफुल्ल पद्म दुईझै विस्तार खोलिकन हेर्नुहोस् है अनि मात्र सापरैता हामी हुनेछौँ तब बिल्दी श्री सबरी र राम करुणा श्रीनेत्रले वीक्षिता। मैले सबैलाई जुन कृपा गर्नुभएको थियो त्यस्तै कृपा हामीमाथि गर्नु। भिल्लीले आफ्नो कुनै अहङ्कार राखेको थिएनन्, अभिमान राखेको थिएनन्। भिल्लीमा एउटै चिज थियो, गुरुले तिम्रो भगवान आउनुहुन्छ, तिम्रो कल्याण हुन्छ भनेर भन्नुभएको थियो। बस त्यति कुरेर बसेकी थिए। हामीले तयारी गर्ने, हे राम आऊ भनेर चिल्लाएनन्, यसो गर्यो भने हुन्छ भनेर राम आए। भगवान रामका चरणारविन्दमा आश्रय गर्ने, चरणारविन्दको आराधना गर्ने, पूजन गर्ने व्यवस्था माताजीसँग थियो। पुता स्मृति भनेर पाप रहिता आचार्य लोकै गइन्। अन्तिममा जाने बेला पनि जहाँ भगवानले कृपा गर्नुहुन्छ म त्यहाँ जाने हो, होइन जहाँ आचार्य जानुभएको छ म त्यही जाने हो भनेर भगवानसँग विदा भएर भगवानलाई टाटा बाई बाई के गर्नुपर्ने सब थोक गरे। र म जाँदा चाहिँ भगवान कहाँ जान्छु भनेर म जाने बेला मेरा आचार्य जहाँ हुन्छ म त्यहीँ जाने, मेरा गुरु जहाँ हुन्छ म त्यहीँ जाने। मेरा गुरुको कृपाले हजुरले मेरा घर खोज्दै खोज्दै आउनुभयो। गाउँ उसमा ऋषिहरूका आश्रमहरूलाई खोज्दै खोज्दै तिमीहरूले खोज्दै सबरीको आश्रम कहाँ हो भनेर भगवान सोध्दै सोध्दै आउनुभयो। सबरी कहाँ बस्छन्, सबरी माता कहाँ छ भनेर भगवान सोध्दै सोध्दै आउनुभयो। त्यति आचार्य कृपाले मलाई प्राप्त भएको। गोपीनाथ कृपा रहो शिव तिमान छोडेर हामी कहाँ जाँदैनौँ प्रतिगृह दासी रहनु हाम्रो सबै भन्दछन्। त्यसैले हामी कहीँ अन्यत्र अरू कुनै उद्देश्य हाम्रा भित्र छैनन्। जीवात्मा बहुकालदेखि भवमा धेरै शरीरैमा सोहङ्कार अनेक गर्व सबै राजा स्वयं मान्दछ खाइ ठक्कर त्यो अनेक दुखी भई सम्झन्छ नारायण। होवा श्री करुणा उदय गुरुका सद्ज्ञानले तरदछ। जीवात्मा धेरै समयदेखि अहङ्कारले आफ्ना शरीरमा अहङ्कार बोकेर जन्म जन्मान्तरदेखि घुमिरहेको छ। कहिले आफूलाई राजा मान्दछ, कहिले मन्त्री मान्दछ। म के हुँ र यसको मालिक हुँ, कोही रहेर हुन्छ। हर कोही राजा हुन्छ। अलि भात खायो भने पनि केटाकेटी पनि राजा हुन्थेन। पुटुको भात सक्यो भने तिनी पनि राजा भयो, यति सक्यो भने फलानु राजा भयो, दौडेर गयो फलानु राजा भयो। यहाँका राजा त्यस्तै हुन्। अनन्तपुरी ब्रह्माण्डका सामनेमा एउटा ठाउँको राजा पनि त्यस्तै भात खाएर हुने राजा जस्तै दौडेर हुने मात्रै राजा हो। त्यो देखि बाहेक केही पनि होइन। त्यसैले आफूलाई मालिक मान्छे, शरीरको मालिक, कपडाको मालिक, मोबाइलको मालिक, फुलको मालिक हुन्छ। त्यसै ती सबै चिज चाहिँ छोडेर होवा श्री करुणा उदय गुरुका सद्ज्ञानले तरदछ। सत्सङ्गात भवन स्त्री जब भयो आचार्य मिल्छन् तब आचार्य करुणा सुबोध जनमा त्यो मिल्छ मोक्ष प्रद।
जो सत्संग भयो भने संसारदेखि निष्क्रिय हुन्छ। संसारमा केही आकांक्षा जसका रहँदैनन्, शरीरमा मोह रहन्न, अरू कुरा रहन्न। त्यसपछि आचार्य कृपा हुन्छ। आचार्य करुणा सुबोध जनमा त्यो मिल्छ मोक्ष प्रद। त्यो बल्ल त्यसले मोक्ष प्राप्त गर्दछ। भगवानका चरणारविन्दको प्राप्ति भयो भने आचार्यको बल्ल त्यसले मोक्षको अधिकारी बन्दछ। त्यसैले चन्द्रादित्य समान नेत्र भनियो आचार्यको दर्शन। आत्मा श्री परमेश तत्त्वहितको सत्तत्वको वर्णन। चन्द्र र सूर्य जस्तै गरेर चन्द्रमा भगवानका शान्त गुण हुन् भने सूर्य भगवानको उग्र प्रकारका गुण हुन्। पापीहरूका लागि सूर्य, पुण्यात्माहरूका लागि चन्द्रमा भन्नुभएको छ भगवान। जस्तै हजुरले कृपा दृष्टि गर्नुहुन्छ, त्यसैले मेरा पापका लागि हजुर चन्द्रमा बस्नु, ममाथि दया गरेर कृपा गरेर सूर्य चन्द्रमा जस्तै बन्नु, मेरा पापका लागि हजुर सूर्य जस्तै बन्नु, कसरी हटाइदिएर आफ्नो लागि योग्य बन्छ त्यस्तै कृपा गर्नु भनेर त्यो तत्त्व आचार्य कृपाद्वारा तत्त्व प्राप्ति भयो भने अनि बल्ल त्यसले भगवत तत्त्वलाई जान्न सक्दछ। संगोप्यार्थ प्रकाश शास्त्र सचिजै बाधार्थ हुन् सूर्यति। शिवास्यादि निगूढ तत्त्वहरू छन् श्री भक्तवादीवमा। शास्त्रको एउटा शिवास्यादि बाल ग्रन्थ भनेका सूर्य दृष्टि हो भने भक्तिपरक जति पनि ग्रन्थहरू छन् तिनी चाहिँ चन्द्रमापरक ग्रन्थ हुन्। त्यसैले मेरा भित्र भएका दुर्गुण दुराचारहरू हटाइदिएर आफ्नो लागि योग्य बनाइदिनु भनेर प्रार्थना गर्नु नै यसको आजको स्वागत इच्छा हो। अब हामीले अहङ्कार र ममकार जपेर अहङ्कार र ममकार छुट्दैन। मेरा भित्र कति छ भन्ने नाप्ने साधन भयो भने, नाप्ने यन्त्र भए नाप्न मिल्थ्यो। आजभोलि इन्डिकेटर भन्छन्। इन्डिकेटर भन्ने शब्दको चाहिँ थर्मामिटर भन्ने त्यो पनि अङ्ग्रेजी नै शब्द हो। नेपाली के हुन्छ? के हुन्छ? डिग्री हुन्छ। त्यो पनि अङ्ग्रेजी नै हो। थर्मामिटर त्यो हाम्रो नाप्ने जुन सूचकाङ्कहरू हुन्छन्, यो गुण यसमा यति यति चिज छ भनेर हेऱ्यो भने दया यति प्रतिशत कति 0.09 हुन्छ कति हुन्छ, अनि करुणा 0.2 कि सबै 0.0 मात्रै हो कि, अनि त्याग यति, अनि उदारता यति, लोभ 90.9, अनि रिस 99 यति, अनि अहङ्कार यति, ममकार यति, दुष्टाइ यति, घुसखोरी यति, लुटपाट यति, उत्पात यति, कति धेरै हुन्छ। आफै कसैलाई जाँच्नै पर्दैन। अरूलाई त डाक्टर चाहिन्छ चाहिँ घरै बसेर कापीमा लेख्यो भने दिनभरि हिसाब गरेर बेलुका लेख्ने भने आउँछ सर्लक्कै। यति यति चिज हाम्रो त्यो सधैँ यति थाहा हुन्न, आफूलाई पनि जाँच्न थाहा पाइँदैन कहिले। अप्ठ्यारो परेको होस्, आपत्ति कालमा मान्छेले मर्यादा बिर्सेन भने बल्ल, आपत्ति कालमा अप्ठ्यारो परेका बेलामा बल्ल बाटोमा रह्यो भने बल्ल ती कुरा थाहा हुन्छ। त्यसैले वैष्णवाचार्यले दास भनेर, नोकर भनेर, सेवक भनेर अहङ्कार कतै रहोस्, ममकार केही सबै भगवानको घर, भगवानको मोबाइल, भगवानको छोराछोरी, भगवानको खालि फेसन मात्रै गरेछ। यी सबै चिज भगवानका भन्न सिकाएको, मेरो नहोस् भनेर। भगवानका भनौँ भने मोबाइल समात पनि भर्खर आमाले यहीँ 4 झपट लगाइदिनुहुन्छ मोबाइल समात्यो भने। भगवानको मोबाइल कि तपाईँको चाहिँ भन्नु मात्रै, भगवानको मोबाइल त पनि भगवानले लगोसी त्यो खुसी हुनु पर्यो नि त त्यसमा। ती सबै नाप्ने हो भने, दिनभरिको हिसाब गरेर राख्ने हो भने हाम्रो हामी पुरै फेल हुन्छ। नानीबा सुन्नुभयो मैले भनेको हो, तर ती चाहिँ भरे बेलुका लेखेर हिसाब लाउन लागि कति कति कुन कुन गुण छन् भनेर भन्यो भने यी सबै होइन हो। माताजीले यति धेरै चिज उठाएर तिरुपामा राखिदिनु भएको छ। आचार्यले यति धेरै प्रकारको व्याख्या यसका माथि गर्नुभएको छ। खुब धेरैले यसलाई जीवनको आधार मान्नुभएको छ।
त्यसैले हामी पनि आफ्नो आत्मकल्याण आत्मजीवन गर्नुपर्ने छ भने हाम्रो लागि देखाउने बाटो यही हो, चस्मा यही हो, गन्तव्य यही हो, यसैको आश्रय गर्नुपर्छ। मैले आजभन्दा 3000 वर्ष पहिले श्री धर्मीनन्दीपुरमा जन्म तुलसीको बगैँचाबाट प्रकट भएकी लक्ष्मीजीकी अवतार भूता गुलामबाजीले तमिल पद रचना गर्नुभएको थियो। त्यसको आजभन्दा 250 वर्ष पहिले श्री रमणदेशी स्वामीले संस्कृतमा अनुवाद गर्नुभयो। त्यसैको कोही आचार्यले हिन्दीमा, अरू भाषामा आचार्यहरू, त्यसको नेपालीमा हाम्रो स्वामीले नेपालीमा जस्तो छाया गर्नुभएको थियो, त्यसैको आधारमा मैले यी सबै आचार्यहरूको आधारमा मैले हजुरलाई सुनाएको। मेरा भित्र पनि यदि कुनै सधैँ छैन, हजुरको भित्र जब सुन्नुहोस् नाचे कति कति त भन्नुभयो। मेरोमा सबै चिज 100 अरू सबै तर चाहिँ 0,0,0,0 मात्रै हुन्छ। त्यस्तो स्थिति मेरो छ। त्यसैले यसको चिन्तन गरौँ। अबका केही दिन बाँकी छन्, अझै अहिले 22 हो, अझै 7 दिन बाँकी छन्। हामीले राम्रोसँग चिन्तन गऱ्यौँ भने धेरै दिन लगाएर प्राप्त गर्न नसकेको ज्ञान, धेरै दिन बुझ्न नसकेको कुरा चाहिँ हामीले सहजै बुझ्न सक्छौँ। तर सुन्न त मैले सरकारले सुनेर हुन्न, श्रीमतीजीले सुनेर हुन्न, श्रीमानजीले सुनेर हुन्न, त्यहाँ बसेर उसका लागि सुनिदिएर मात्रै भएन। जम्मै बसेका रहेछन्, नबसिकन हुँदै भएन, गाडी चल्ने बेला भएन भनेर भइहाल्यो भनेर सुनिदिएर पनि हुन्न। तर वास्तवमा मलाई भोक लागेर मैले सुन्न सक्ने भएँ भने सबै कुरो माताजीले बताउनु भएको छ। यो यति चाहिँ मलाई यहाँ बसेका मान्छेलाई फाइदा यति हुँदो रहेछ कि मैले चाहिँ कसैले नसुने नि आफूले भन्ने बेलामा चाहिँ आफूले चाहिँ सुन्नु रहेछ। त्यही नै सबैभन्दा ठुलो कृपा। हजुरहरू भएका हुनाले मैले पनि सुन्नेमा, मलाई पनि सुन्ने सौभाग्य प्राप्त हुने भयो। त्यसैले हजुर सबैका श्री चरणहरूमा साष्टाङ्ग नमन गर्दै आजको प्रसङ्ग चाहिँ हामीले हेरिराख्छौँ। श्री भक्तवत्सल भगवानको श्री राम जय राम जय जय राम, 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 श्री राम जय राम श्री राम जय राम जय जय राम। श्री भक्तवत्सल भगवानको आज 22 भोलि त्यसपछि भोलि माताजीहरूले प्रार्थना गर्नुहुन्छ हजुर सिंहासनमा गएर बस्दिनु भनेर। पर्सि चाहिँ भगवान् सिंहासनमा बसिसकेपछि माताजीले भगवानको मुला शासन गर्नुहुन्छ। 24वाँ दिनलाई चाहिँ विशेष दिन मानेको छ। 24 गतेर त्यही दिन हामीले यहाँ मन्दिरको साधारण सभा पनि 24 गतेका दिन गर्छौँ। सधैँ जस्तो 11 बजीदेखि 12 बजीसम्म प्रवचन, 12 बजीदेखि हामी मन्दिरको हिसाब किताब साधारण सभा सुनाउने गर्ने पनि हुन्छ 24 गतेका दिन। अनि 27 गतेका दिन भगवती गुलामबाजीको भगवान्सँग विवाह हुन्छ, भगवान् बाहिर आउनुहुन्छ, भगवतीसँग विवाह हुन्छ। त्यस क्रमले धनुरास उत्सवको पूर्तिसम्म हामीहरू सहभागी बन्नेछौँ। आजसम्म धेरैजना मान्छेले भगवान्को नित्य भोग लगाउनु भएको छ। नित्य भगवान्लाई प्रसाद भोग लगाउने, अर्चना गर्ने, पूजन गर्ने धेरैजना मान्छेले गर्नुभएको छ। यहाँहरू सबैजनाले जसले गर्नुभयो उहाँहरूलाई। सबैभन्दा धेरै ठुलो कुरो भोग लगाउने मान्छेको पैसा कति बेला काम लाग्छ, जसले खाइदिने मान्छे भयो भने बल्ल उसका कुली पैसा कमाएको हुन्छ। भगवान्ले पनि प्रसाद कति बेला बनाउनुहुन्छ, खाने भक्त भयो बल्ल भगवान्ले प्रसाद लगाउनुहुन्छ। त्यसले उसले भोग लगाउने मान्छेभन्दा ठुलो भगवान्भन्दा ठुलो को चाहिँ प्रसाद लिइदिने मान्छे चाहिँ सबैभन्दा ठुला मान्छे। र हामी चाहिँ प्रसाद दिने सौभाग्य हामीलाई
23 दिन अझ 22 दिनसम्म पुरा मिलेको छ। त्यसैले हजुर पनि प्रसाद लिने कोही पनि नसकिन। श्रीमती गइराखेको छ, छोराछोरी गइराखेका छन् भन्दै हुनुहुन्छ एउटा बाले चाहिँ। तर सबैले बाले आमाले छोराछोरी जम्मैलाई बोलाएर चाहिँ लिएर आउनु होला। सबैजनाले भगवान्को प्रसादका हामी अधिकारी हौँ, त्यसले सबैजनालाई बोलाउनु होला। सबैको जय होस्। पछि 24 गतेलाई चाहिँ नबिर्सनु होला। श्री भक्तवत्सल भगवान् आज चाहिँ नि कार्यक्रम आजलाई हामी फेरि जय श्रीमन्नारायण। आज जति पनि फेसबुकमा हुनुभएको भक्तहरूले चाहिँ नि आज हामीले यहाँ पर्वत बागलुङमा चाहिँ नि नाङ्लीबाङ भन्ने ठाउँमा यहाँ हाम्रो श्री वैकुण्ठवासी अनन्त श्री विभूषित सालग्रामाचार्य स्वामीजी महाराजको रहिबक्सेको र जहाँ त्यहाँ बसेर रामानुजार्य दिव्यज्ञा वर्धताम अभिवर्ताम गरेको ठाउँ नाङ्लीबाङमा जाँदैछौँ र हामी अहिले लगभग 55-60 जना भागवतहरू त्यहाँ जाँदैछौँ नाङ्लीबाङ। अनि पञ्चकोट हजुरहरूलाई पञ्चकोट पनि दर्शन गराउनेछौँ र पञ्चासे भगवानको मन्दिर पञ्चासेमा पनि हजुरहरूलाई हामीले दर्शन गराउने नै छौँ। र आजको यात्रा चाहिँ नि तीर्थयात्रा भएको कारणले आज 11 बजे नै कार्यक्रम सकिएको छ, छोटै भएको छ र यसमा माफी माग्नेछौँ। जय श्रीमन्नारायण। आजको यात्रा नाङ्लीबाङ श्री अनन्त श्री विभूषित सालग्राम स्वामीजी महाराजको स्थानमा मन्दिरमा र हामी पञ्चकोट पञ्चासे गौसरा हामी 4-5 ठाउँमा दर्शन गर्न आचार्यको साथमा जानेछौँ। हजुरहरूलाई पनि यसै गरी हामीले फेसबुकमा दर्शन गराउने नै छौँ। जय जय श्रीमन्नारायण। अब आज प्रवचन छोटो हुन गएकोमा क्षमा प्रार्थी छौँ। यसलाई स्वामीजीले भोलि फेरि बढाइ बक्सिन्छ। सबै बसमा जानु त बस्न अगाडि बसको सिटमा बस्नु। यादव पहिला नाङ्लीबाङ हो, नाङ्लीबाङ बसमा जानु है बसमा ल छिटो बसमा चढिहाल्नु है। 5 मिनटभित्र बस हिँड्छ।